हुँदै दिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथि अस्वीकारको क्रममा नेपाली काङ्ग्रेस भातृ संयोजक शिव पौडेलजीलाई पनि अतिथि अस्वीकार आसन्न निर्वाचनका कार्यक्रम सञ्चालन गर्दाखेरि यसले अझ प्रभावकारी हुन्छ कि भन्ने हिसाबले जुन कार्यक्रम चाहिँ आज शुभारम्भ भएको छ र यही कार्यक्रममा तमाम नेताको लगायत सबै सम्पूर्ण हाम्रो आज फाल्गुन 11 गतिको बेरदार गए लगायत नेताजीहरू र जुन कार्यक्रममा उपस्थित हुनुहुन्छ सम्पूर्णमा आज कार्यक्रम चाहिँ सफलता भन्ने शुभकामना र उहाँहरूलाई स्वागत चाहिँ गर्दै यही मेरो अझै 2 शब्द अन्त्य गर्दछु। अलि सुस्ताए जस्तो छ है। जय नेपाल, जय नेपाल। हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा पार्टी प्रवेशतर्फ जोड्न गइरहेको छौँ। सोल्टी के छ यार त यार मान्छे नेपाली काङ्ग्रेस जिन्दाबाद। हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामी पार्टी प्रवेशको कार्यक्रमलाई सुरुमा जोड्न चाहन्छु। त्यही भएर पार्टी प्रवेशको लागि कोही छ भने नाम टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई स्वागतको लागि खाना र आदि तयार गरिदिनको लागि आयोजक टिमलाई म अनुरोध गर्न चाहन्छु। क्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य श्री गङ्गलाल डङ्गोलजीलाई पनि अनुरोध गर्न चाहन्छु। गङ्गलाल डङ्गोलजीलाई पनि जोरदार तालीका साथ स्वागत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी नौकुण्डेजी युग्राबाट एमालेबाट प्रवेश गर्दै हुन्छ ठुलो कामी लामा छोक्रा जोरदार तालीका साथ स्वागत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेकपा एमालेबाट राम छोक्रा उहाँलाई पनि हामी जोरदार तालीका साथ स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नेकपा एमालेबाट हुनुहुन्छ मङ्गले नेकोर उहाँलाई पनि धन्यवाद। खोइ त ताली बजाउनु भएको तपाईँहरूले हाम्रो घरमा एकदमै स्वागत गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी नौकुण्ड दुईबाट हुनुहुन्छ ठुलो कामी लामा छोक्रा नेकपा एमालेबाट हुनुहुन्छ उहाँले पनि जोरदार तालीका साथ स्वागत गर्न चाहन्छु। राम छोक्रा नेकपा एमालेबाटै हुनुहुन्छ। त्यसै गरी नेकपा एमालेबाट हुनुहुन्छ मङ्गले नेकोर उहाँले पनि जोरदार तालीका साथ स्वागत गर्न चाहन्छु। त्यसै गरी नेकपा एमालेबाट हुनुहुन्छ देवराज ठोक्रा उहाँलाई पनि हामी जोरदार तालीका साथ स्वागत गर्न चाहन्छौँ। त्यसै गरी रमेश नेकोर नेकपा एमालेबाट हुनुहुन्छ रमेश नेकोर लाइभ हो कि टिकटक के हो भिडियो बनाऊ भिडियो
मङ्गले रङ्गोर उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नौकुण्ड दुईबाटै हुनुहुन्छ स्वागत गर्न हिँड्दाखेरि खिच्ने क्या दौड्दाखेरि त्यसै गरी नौकुण्ड तिनबाटै हुन्छ जगतमान ग्याबा एमालेबाट प्रवेश गर्दै हुनुहुन्छ। जगतमान ग्याबाजीलाई पनि हामी जोड्दा युवा खोक्रालाई पनि हामी जोड्दा तालिका साथ स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नौकुण्ड दुईबाटै हुनुहुन्छ पूर्व खोक्रा उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नौकुण्ड तिनबाट हुनुहुन्छ नेकपा एमाले उहाँलाई पनि जोड्दा तालिका साथ स्वागत गर्न चाहन्छु। त्यसै गरी नौकुण्ड एकबाट हुनुहुन्छ जसै घले एमालेबाट प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई पनि हामी जोरदार त्यसै गरी नौकुण्ड पाँचबाट हुनुहुन्छ जित गर्न चाहन्छु। त्यसै गरी नेमा दावा घले नौकुण्ड एकबाटै हुनुहुन्छ एमालेबाट प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई पनि हामी जोरदार तालिका साथ स्वागत गर्दछ। उहाँ नेकपा एमालेबाट 2054 सालको वडा अध्यक्ष सञ्जलाल वाइबा उहाँलाई पनि हामी जोरदार तालिका साथ स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नेकपा एमालेबाटै हुनुहुन्छ मानसिंह वाइबा उहाँलाई पनि हामी जोरदार तालिका साथ स्वागत गर्न चाहन्छौँ। उहाँलाई पनि जोरदार तालिका साथ स्वागत गर्न चाहन्छौँ। बुद्धि लामा थिङ हामी पार्टी प्रवेशको उत्साहजनक कार्यक्रममा छौँ। सबैजना एकदम हौसलाका साथ उहाँलाई जोरदार तालीले स्वागत गरिनु होला। सबैजनाले ताली बजाउन कन्सिडर गरिदिनु होला। नौकुण्ड 4बाट हुनुहुन्छ नेकपा एमालेका रामकाजी गोला स्वागत गर्न चाहन्छौँ। त्यसै गरी नेकपा एमालेका सङ्गठित सदस्य हुनुहुन्छ नौकुण्ड त्यसै गरी प्रवेश क्षेत्रमा नौकुण्ड 4बाट हुन्छ बुद्धिमान नगरकोटी त्यसै गरी नौकुण्ड 4बाट हुन्छ नवराज नगरकोटी होइन नि उहाँलाई पनि जोरदार तालिका साथ नम्बर 1 वडा कमिटी सदस्य कोलाई पनि उहाँलाई पनि जोरदार तालिका साथ स्वागत गर्नको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्रवेश क्षेत्रमा युवा व्यक्ति साथीहरू हुनुहुन्छ नौकुण्ड एकबाट हुनुहुन्छ मान्यजीहरू चाहिँ नेपाल खेलकुद महासङ्घ नौकुण्डको सहसचिव विवेक लोकचन्द हेलो बुद्धिजीवीबाट हुनुहुन्छ विवेक लोकचन्द। त्यसै गरी विवेक स्वागत गर्न चाहन्छु। खिचिहाल्नु शुभ कार्यमा किन ढिलो होइन म यता गेटमा छु गेटमा आउन ओ बस्दैन त्यसै गरी नौकुण्ड 4बाट हुनुहुन्छ कति लाउने राम बेदी उहाँको हिन्दी एकदमै दमदार रहेको छ। उहाँलाई पुनः एकचोटि जोरदार ताली बजाइदिनु गर्न चाहन्छु। र यसपछि हाम्रो मदन थापाजीको प्रस्तुति बनिरहेको छ। तपाईँ सम्पूर्ण मनोरञ्जन लिदिनको लागि म अनुरोध गर्न चाहन्छु।
ल धेरै धेरै धन्यवाद छ सबैलाई नमस्कार हाम्रो ऋतु रसुवा टेक्ने बित्तिकै थाहा भएको मलाई रसुवा तातिसकेको छ भनेर ताली बजा सबैजना के सरकार काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा ए काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा हो कि होइन आवश्यक छ है गीत सङ्गीत सँगसँगै आमा पालो गरेर तपाईँ हामी रमाइलो गरेर यसरी नाच्नु भएको छ न त भिजा न कुनै तर्का देशमा लिसाउनु सै सतर्क काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा ए काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा हो कि होइन हो देशमा मेरो चिन्ह बेला भयो हो कि होइन काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा मनैभरि यो काङ्ग्रेस भित्र छ मुटुभित्र रुखैको चित्र छ काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा ए काङ्ग्रेस नै हो सुख र दुःखमा उठालो रूपमा हो कि होइन ल धेरै धेरै धन्यवाद थ्याङ्क यू आज धेरै रमाइलो गरियो स्मृति गौतम एकदमै लोकप्रिय गायिका तपाईँहरूसँग हुनुहुन्छ केही बेरपछि उहाँसँग अन्य प्रस्तुतिहरू पनि लिएर काङ्ग्रेस बर्खाको खेल हुँदै होइन जनताको प्रश्नसँग भाग्न हुँदैन हल्लाको पछि पछि लाग्न हुँदैन इतिहास लेखेकालाई सम्मान छ भविष्य देखेकालाई जिम्मेवारी इमानमा चलेकालाई सम्मान छ इमान जमान ढलेकालाई खबरदारी त्यही भन्छ हिमाल पहाडमा देश त्यही भन्छ हिमाल पहाडमा देश बदल्यो काङ्ग्रेस बदल्छौ देश बदल्छ जीवन बदल्छ देश रुखमै भोट हालौ बदल्छौ हो कि होइन जिन्दाबाद जिन्दाबाद राजनीति जुवाको खेल हो त होइन नि युगकै ज्ञान चाहिन्छ र यहाँ मनभन्दा बाहिर फागुन 21 गतेका दिन नेपाली काङ्ग्रेसको रुख चिन्हमा मत हालेर नेपाली काङ्ग्रेस रसुवाको उम्मेदवारलाई जिताउनको लागि जुन स्फूर्तिका साथ तपाईँहरू आउनुभएको छ तमाम तपाईँहरू सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट नेपाल तरुण दल रसुवाको तर्फबाट सिकाउनुहोस् न्यानो अभिवादन क्रान्तिकारी जय नेपाल।
सर्वप्रथम त जुन यो कार्यक्रममा नवप्रवेशी सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट, तरुण दलको तर्फबाट र नेपाली काङ्ग्रेस नौकुण्डको तर्फबाट तपाईँहरूलाई धेरै हृदयदेखि नै नमन व्यक्त गर्न चाहन्छु। अघि नै हाम्रो पूर्व वक्ता आदरणीय दाइ दुईजनाले भन्नुभयो हामीले अब चुनाव घोषणा गर्न मात्रै बाँकी छ। साथी हो, यो जुन रुख चिन्हमा भोट हाली हाम्रो उम्मेदवारलाई अत्याधिक बहुमतले विजय गराउनु हुनेछ र गराइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हामी केवल यो चुनाव जित्नको लागि मात्रै होइन, तपाईँहरूको विश्वास जित्नको लागि पनि हामी यहाँ उपस्थित भएका छौँ। साथी हो, हामी सबैका लागि मार्गदर्शन बनेका छन्। नेपाली काङ्ग्रेसले सधैँ लोकतन्त्र, मानवाधिकार र विकासको पक्षमा उभिँदै आएको हामी माझ इतिहास छ। साथी हो, र हामीले यो देशमा योभन्दा अगाडिको वक्ता साथीहरूले भन्नुभएको छ आपकी सरकार, आपकी बार गगन सरकार, बदल्छौ काङ्ग्रेस, बदलियो काङ्ग्रेस, बदल्छौ देश भनेर अघि नै हाम्रो भाइले गीत गाएर जानु भइसक्यो। त्यो कारणले तपाईँहरूले कुनै पनि सङ्कुचित नमानिकन रुख चिन्हमा भोट हाली फागुन 21 गते मञ्चबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल, जय नौकुण्ड। धन्यवाद उहाँलाई पनि आफ्नो सान्दर्भिक भनाइको लागि। यसै क्रममा हामी मन्तव्य नै निरन्तरता दिने जमर्को जनाउँछु। यसै क्रममा आफ्नो छोटो मन्तव्यको लागि आजको यस कार्यक्रमको अथवा दुईचोटि त जितिसक्नु भयो, अब तेस्रो चोटि जिताउने उम्मेदवार हाम्रो इन्जिनियर मोहन आचार्यज्यू, नभए अब यो नेपालकै पहिलोचोटि होला हाम्रो केन्द्रीय सदस्य हाम्रो आदरणीय दाजु जनार्दन ढकालज्यू, अनि आजको उम्मेदवार हाम्रो पार्टी सभापति पेम्बा छिरिङ तामाङज्यू र प्रदेश मन्त्री, सबैले चिन्ने नौकुण्डको विकास गर्ने हाम्रो मन्त्री, अर्थमन्त्री भन्नुपर्छ कि सिधा हाम्रो भाषाले होइन, त्यसले बुझ्छ होइन। यो हामी पालो पालो गर्दैछौँ है। रमाइलो नि भइरहेको छ नि होइन। अरू पार्टी हजुर हेर्ने चाहिँ होइन है, मोहन बाहेक विकल्प छैन। मोहन बाहेक विकल्प छैन। कालको बजाइ हजुरको भइगुण। काङ्ग्रेस हाम्रो पुगोको थियो।
प्रतिनिधि सभा सदस्य आदरणीय दाजु मोहन आचार्यज्यू, नेपाली कांग्रेसका नेता जनार्दन ढकालज्यू, नेपाली कांग्रेसका नेता लामा कार्पु तामाङज्यू, नेपाली कांग्रेसका नेता पार्टी सभापति आदरणीय मामा पेम्बाश्री तामाङज्यू, नेपाली कांग्रेसका सम्पूर्ण न्यासमा आसीन नेताहरू र यहाँ उपस्थित हुनुभएका विभिन्न तह र तबकामा रहनुभएका नेता कार्यकर्ता र आम लोकतन्त्र प्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, भातृसङ्घ र नवप्रवेशी साथीहरूमा सर्वप्रथम म जय नेपालको क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। जय नेपाल। आज यो जुन चुनावी सभा छ, चुनावी सभामा मैले तपाईहरूलाई एउटा मात्र कुरा माग्छु। यो दायाँतिर साथीहरू एकछिन हल्ला नगरिदिनु होला, हल्ला नगरेर सहयोग गरिदिनु होला मलाई। मैले आज यो चुनावी सभामा तपाईहरूसँग मैले जम्मा एउटा मात्र कुरा माग्छु, एउटा मात्र कुरा माग्न आएको छु। यहाँहरूलाई थाहा छ मेरो कार्यशैली, मैले काम गरेको विषयमा मैले चर्चा गरिराख्नु पर्दैन जस्तो मलाई लाग्छ। र मैले तपाईहरूलाई माग्ने कुरा चाहिँ मैले हकले मागेको जस्तो मलाई लाग्छ। किनभने मलाई तपाईहरूले धेरै माया गर्नुभएको छ र मलाई माया गर्ने सम्पूर्ण साथीहरूलाई मैले हकले माग्न सक्छु भन्ने मैले राख्न चाहन्छु। त्यो एउटा कुरा के होला भन्ने तपाईहरूको उत्सुकता भएको होला। तपाईहरूसँग भएको चिज मात्रै माग्छु, मसँग तपाईहरूसँग नभएको चिज मैले माग्दिनँ। मैले अघि सुरुमै भने म जे बोल्छु त्यो गर्छु। त्यस कारणले गर्दाखेरि आजको दिनमा यहाँ उभिएर यो चुनावी सभामा मैले तपाईहरूलाई एउटा मात्र कुरा के हो त भन्दाखेरि रुखमा मतदान गर्नको लागि मैले अनुरोध गर्छु। यति कुरा माग्छु। यहाँहरू दिनुहुन्छ कि दिनुहुन्न? जय नेपाल। तपाईहरूलाई धन्यवाद छ। अब यो मैले किन मागिरहेको छु त भन्दाखेरि यो कांग्रेसको उम्मेदवारलाई हामीले किन जिताउनु पर्छ भन्ने कुराहरूको थोरै मात्र कुरा राख्न चाहन्छु। धेरै नेताहरू साथीहरू हुनुहुन्छ, उहाँहरूको पनि मन्तव्य सुन्नुपर्छ। त्यसकारणले थोरै मात्र कुरा राख्छु। आज नेपाली कांग्रेसले हकसँगै पनि मत किन मागिरहेको छ भन्दाखेरि जस्तै यो नौकुण्ड गाउँपालिकाको मात्रै उदाहरण दिएर म तपाईहरूलाई दिन चाहन्छु। नौकुण्ड गाउँपालिकामा लगभग भौतिक विकासहरू धेरै भएका छन् र केही अधुरा कामहरू छन्। भौतिक विकास जस्तै हामीलाई 0 किलोबाट यहाँ पार्चेङ आउने, यहाँबाट यो पार्चेङबाट लाङ्गु जाने, थाङदोर जाने, यार्सा जाने, अनि त्यसपछि उता युब्रा जाने, उता सरमथली जाने र अर्को यता बासमन्ज्याङको चाहिँ अहिले पुल पनि भर्खरै ठेक्का हुन लागेको छ। यो बासमन्ज्याङ तलको पुल पनि ठेक्का हुन लागेको छ। फुङ खोलाको पनि यो पुल ठेक्का हुन लागेको छ। यो चाहिँ मन्दुचेत अलिकति कुनामा परिरहेको थियो, त्यसमा पुल नभएको कारणले पुल ठेक्का हुन लागेको छ। बाटो स्तर उन्नति हुँदैछ। यो भौतिक विकासहरू हाम्रो धेरै भयो। आज कांग्रेसको लडाई भनेको भौतिक विकाससँग मात्रै छैन। यो भौतिक विकास पनि म यो प्रदेश सांसद जितेको र मोहन दाई पनि 74 सालमा जित्नु भएको हाम्रो 8 वर्ष भइसक्यो। 8 वर्षमा धेरै कामहरू भएका छन्, तर धेरै कामहरू अधुरा पनि छन्। त्यो अधुरा काम सम्पन्न गर्नको लागि पनि यहाँहरू साथीहरूले फेरि पनि एकपटक मोहन आचार्यलाई तपाईहरूले जिताउनु पर्छ। यो आज तपाईहरूकोसँग त्यो अधिकार छ। कसलाई जिम्मेवारी दिने भन्ने अधिकार आज जनतासँग छ र जनतासँग हामी नेपाली कांग्रेस जन विनम्रतापूर्वक किन मत मागिरहेको छ, किन नेतृत्व गर्छु भनेर चाहिँ लागिरहेछ भन्दाखेरि आज कांग्रेस जेनजी आन्दोलनपछि बदलिएर आएको छ। जेनजी आन्दोलनपछि किन बदल्यो, कसरी बदल्यो त भन्दाखेरि अबको कांग्रेसको नेतृत्व माथिबाट छान्ने होइन, तलबाट छान्ने छन्। तलबाट छान्दाखेरि तपाईँको बहुमतले छान्नेछन्। बहुमतले छान्ने प्रक्रिया आज नेपाली कांग्रेसले ल्याएको छ। यो नै लोकतन्त्रको अति सुन्दर पक्ष हो। त्यसकारणले पनि तपाईहरूले नेपाली कांग्रेसलाई मत दिनुपर्छ। मैले अघि भौतिक विकासको कुराहरू गरिरहेको थिएँ। मलाई के लाग्छ भने मलाई चिन्ता लागेको छ।
0 किलोबाट यो पार्चाङ आउने 2 लेन बाटो यत्रो ठुलो मोटर बाटो पिच हुँदैछ। यो 0 किलोबाट पार्चाङ आउने बाटोमा मैले सोधेको यहाँको साथीहरूलाई जम्मा 2टा गाडी गुड्ने हो, जम्मा 2टा गाडी। कस्तो गाडी भन्दाखेरि एउटा काठमाडौँ जाने गाडी अनि एउटा काठमाडौँबाट यहाँ आउने गाडी। त्यस कारणले गर्दाखेरि कांग्रेसले योजना ल्याएको छ। अहिले कांग्रेसले के योजना ल्याएको छ त भन्दाखेरि यो ग्रामीण भेगमा के को सम्भावना छ। कांग्रेस के चाहन्छ भने तपाईहरुको आर्थिक विकास गर्न चाहन्छ। भौतिक विकासको कुराहरू धेरै भएका छन् यो 9 कुण्डमा। अब कांग्रेस के चाहन्छ भने तपाईको आर्थिक विकास चाहन्छ। यो आर्थिक विकास गर्नको लागि पनि आज तपाईले कांग्रेसलाई मत दिनुपर्छ। आर्थिक विकास यहाँ कसरी हुन्छ त भन्दाखेरि यो रोडको वरिपरि यो रोडलाई उपयोगिता गर्नको लागि यो जुन सडकलाई तपाईको हामीले प्रयोग गर्नको लागि यहाँ के चाहिँ उत्पादन हुन्छ त भन्दाखेरि यहाँ कृषि उत्पादन हुन्छ। आजको नौजवानहरूलाई हामी कृषिमा जोड्न चाहन्छ। कांग्रेस नौजवानहरूलाई कृषिमा जोड्न चाहन्छ, कृषि उद्यमी बनाउन चाहन्छ, कृषि उद्यमी गरेर यो बाटोको चाहिँ उपयोगिता बढाउन चाहन्छ। आज यो बाटोको उपयोगिता कांग्रेसले के चाहन्छ भने यो ठाउँमा पर्यटनको पनि सम्भावना रहन्छ, पर्यटन जोड्न चाहन्छ। हामी कोसिस गर्दैछौँ। आदरणीय दाजु मोहन दाई, म नुर्बसाङको हामी 3 जना यो ठाउँको जनप्रतिनिधिको प्रमुख भएर हामी यहाँबाट गोसाइकुण्ड पनि जोड्दैछौँ। त्यो बाटो लगभग धेरै माथि पुगिसकेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज हाम्रो बाधक हुँदा हुँदै पनि हामी त्यो बाटो बिस्तारै माथि पुर्याउँदैछौँ। त्यो हामी किन गर्दैछौँ त भन्दाखेरि हामीलाई के चिन्ता छ भने 9 कुण्डवासी साथीहरूको आर्थिक विकास भएन भन्ने हामीलाई चिन्ता छ। त्यस कारणले गर्दाखेरि आज हामी रसुवामा भएको नेकपा एमाले हाम्रो शत्रु होइन। रसुवामा भएको नेपाली कम्युनिस्ट पार्टी अहिले त माओवादी त कम्युनिस्ट पार्टी भएर के पार्टी भइसक्यो, फेरिसक्यो। त्यो उनीहरू पनि हाम्रो चाहिँ शत्रु होइनन्। आज नयाँ भन्ने पार्टीहरूले त कामै गर्न जानेछ, उहाँहरू पनि हाम्रा साथी हुन्, हाम्रो शत्रु होइन। तर हाम्रो शत्रु को हो त भन्दाखेरि यो ठाउँमा हाम्रो शत्रु भनेको गरिबी हो, यो ठाउँमा हाम्रो शत्रु भनेको रोग हो, यो ठाउँमा हाम्रो शत्रु भनेको तपाईको अशिक्षा हो। त्यस कारणले अब भौतिक विकासमा मात्रै होइन, नेपाली कांग्रेसले गगन कुमार थापा, आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वमा, प्रधानमन्त्रीको नेतृत्वमा हामी सबै प्रत्येक मान्छेको स्वास्थ्यको ग्यारेन्टी गर्न चाहन्छ, शिक्षाको चाहिँ ग्यारेन्टी गर्न चाहन्छ, तपाईले 2 छाक खाने व्यवस्थाको ग्यारेन्टी गर्न चाहन्छ। त्यस कारणले पनि तपाईँ हामी नेपाली कांग्रेसलाई हकले हामी नेपाली जनताहरूलाई भोट मागिरहेका छौँ। अब यो रसुवाको विषयमा त मैले तपाईहरुलाई भनिराख्नु पर्दैन, सबैले मलाई चिन्नुहुन्छ। मैले अघि भने म बोल्दैन, बोलेपछि सबै कुरा गर्छु। अब मेरो 2 वर्ष कार्यकाल बाँकी छ, 2टा बजेट बनाउँछु। योभन्दा अगाडि म सांसद मात्रै थिएँ र बजेट बनाउँथे। बजेटमा त्यहाँ लडाई हुन्थ्यो। लडाई हुँदा पनि मैले धेरैवटा कामहरू गरेको जस्तो मलाई लाग्छ। तर यो कुरा तपाईहरुले भन्ने हो, मैले भन्ने होइन। यहाँहरूले भन्ने हो, यहाँको जनताले भन्ने हो। सडकको विषयमा होस्, पूर्वाधार यो हस्पिटलको विषयमा होस्, हस्पिटल अझ अधुरो छ, सम्पन्न गर्नु छ, र अन्य तपाईको चाहिँ बस्ती संरक्षणको विषयमा होस्, कृषिको विषयमा, खानेपानीको विषयमा काम गरेको मैले यहाँ व्याख्या गरिराख्नु पर्दैन जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि यो सबै समस्या, भौतिक विकासको समस्या र यहाँको आर्थिक विकासको समस्या जुझ्नको लागि पनि के हो त भन्दाखेरि आज नेपाली कांग्रेसको नेतृत्व चाहिन्छ। त्यो नेतृत्व नेपाली कांग्रेसको सभापति आदरणीय गगन कुमार थापालाई प्रधानमन्त्री बनाउनको लागि पनि रसुवा जिल्लाबाट 2 जना उम्मेदवार तपाईहरुको अगाडि यहाँ उभिनु भएको छ। एउटा प्रत्यक्षतर्फ आदरणीय दाजु मोहन आचार्य, एउटा समानुपातिक तर्फ आदरणीय मामा पार्टी सभापति पेम्बा छिरिङ तामाङ। 2 जना सदस्यले आज राज्यमा प्रधानमन्त्री बनाउनको लागि सदस्यको योगदान दिनुपर्नेछ। त्यस कारणले गर्दाखेरि तपाईहरुको मत केवल यहाँको प्रतिनिधि सभा उम्मेदवार जिताउने मात्र होइन,
महाराष्ट्रको प्रधानमन्त्री गगन कुमार थापालाई जिताउनको लागि पनि तपाईँहरूको आजको मत हो। त्यस कारणले गर्दाखेरि पनि डाइनामिक लिडर, भिजन भएको, सबै कुरा जानेको उहाँले प्रोजेक्ट गभर्मेन्ट भनेर 8 वर्षदेखि देशको प्रधानमन्त्री भएर म के गर्छु भनेर उहाँले अस्ति तपाईँको जनकपुरको सभामा उहाँले हाम्रो प्रतिज्ञापत्र प्रस्तुत गर्नुभएको छ। सामाजिक सञ्जालमा यहाँहरूले देख्नुहुन्छ। अझ यङ जेनेरेसनका साथीहरू, युवा साथीहरूलाई मैले विशेष गरी म आग्रह गर्न चाहन्छु। युवा साथीहरूलाई हामी काङ्ग्रेसमा जोड्न चाहन्छौँ। युवा साथीहरूलाई हामी साथ लिएर हिँड्न चाहन्छौँ। युवा साथीहरूलाई हामी उद्यमीसँग जोड्न चाहन्छौँ। युवा साथीहरूलाई हामी प्रत्येक पाइलामा अगाडि चाहिँ लिएर हिँड्न चाहन्छ काङ्ग्रेस। त्यस कारणले गर्दाखेरि आज देश चाहिँ कस्तो छ भने यो एउटा स्टन्टबाजीमा चलेको पनि मैले सुनिन्छ। तर बिस्तारै खस्किँदै आएको छ। बिस्तारै खस्किँदै आएको छ रासोपा भन्ने पार्टी। त्यसले केही गर्दैन। एउटा रासोपाको अध्यक्ष सहरी ठग्दै हिँड्ने, अर्को बालेन बोल्दै नबोल्ने, अनि सिंहदरबार जलाऊ भन्ने। जलाएर विकास हुन्छ? सिंहदरबार जलाउने, राष्ट्रपति भवन जलाउने, सरकारका भवनहरू जलाउने, उद्यमी साथीहरूको भवन जलाउने, तोडफोड गर्ने, यस्ता खालको चाहिँ राजनीतिबाट नेपालको विकास हुँदैन। त्यस कारणले पनि आज नेपाली काङ्ग्रेसलाई तपाईँहरू सम्पूर्णले मत हालेर विजय गराउनु पर्छ भन्ने मैले अनुरोध गर्छु। र बाँकी रह्यो भौतिक विकासको विषयमा, यो सडकहरू सबै कुरा बन्छ। मैले अघि भने म सांसद भएर यति बजेट गरेँ। आज त म त केमा छु त भन्दाखेरि यो आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतमा छु। मन्त्री नहुँदा यति गरेँ भने मन्त्री हुँदाखेरि म धेरै गर्छु। मैले यो किन भनिरहेको छु त भन्दाखेरि मैले अघि म बोल्दैन, बोलेपछि गर्छु भनेको कारणले गर्दाखेरि मन्त्री हुँदाखेरि अघिल्लो चाहिँ सांसद हुँदाखेरिको भन्दा पनि डबल टेबर काम गर्ने मैले प्रतिबद्धता जाहेर गर्छु। र अर्को कुरा तपाईँहरूले के चाहिँ तपाईँले प्रतिबद्धता गर्नु पर्यो भने रुखछापमा, दुईटै मतपत्रहरूको रुखछापमा तपाईँहरूले मतदान गर्नुपर्छ। मैले यहाँहरूलाई विश्वासका साथ हकले मैले मत मागे। तपाईँहरूको तमाम यो नौकुण्डको अब धेरै यहाँ चाहिँ नवप्रवेशी साथीहरूलाई मैले बधाई दिन चाहन्छु। हामीलाई साथ दिन आउनुभएको छ। रुख चिन्हमा छाप लाउनलाई साथ दिन आउनुभएको छ। उहाँलाई म भुरी बधाई दिन चाहन्छु, स्वागत गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र अन्य बाँकी रहेका 20% नौकुण्डका हिमालयका साथीहरू, रासोपा लगायतका प्रत्येक चाहिँ पार्टीका साथीहरूलाई पनि म के आह्वान गर्न चाहन्छु भने यो विकासको चाहिँ पाइलामा, यो ठाउँको चाहिँ अशिक्षाको चाहिँ निर्मूल गर्ने कुराको पाइलामा र यो ठाउँको चाहिँ गरिबीसँगको लडाइँमा हामीसँग साथमा साथ लाएर चाहिँ आउनको लागि आह्वान गर्दै र अन्त्यमा रुख चिन्हमा छाप लाउँ भन्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। जय नेपाल। धन्यवाद। आजको हाम्रा विशिष्ट अतिथि ईश्वरले रोपेको गणेशमानले गोडेको विचारले सबैलाई एकै ठाउँमा जोडेको, विचारले सबैलाई एकै ठाउँमा जोडेको, विशाल रुखको छहारीमा सबलाई स्वागत छ, चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ, चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ। हामीले केन्द्रीय महाधिवेशनमा स्वागत गान स्वरूप गाएको थियौँ र चुनाव प्रचारको लागि चाहिँ भनेर हामीले गाएको चाहिँ हिमाल पहाड तराई सारा उठौँ, नेपाली काङ्ग्रेस जिताउन जुटौँ, हिमाल पहाड तराई सारा उठौँ, नेपाली काङ्ग्रेस जिताउन जुटौँ, घर घर जाऊँ काङ्ग्रेस जिताऊ, घर घर जाऊँ काङ्ग्रेस जिताऊ, यही काङ्ग्रेसको अभियानमा जाऊँ, घर घर जाऊँ काङ्ग्रेस जिताऊ, घर घर जाऊँ काङ्ग्रेस जिताऊ। यो हामीले चुनाव प्रचार अभियानको लागि गाएको र एउटा अनौठो खालको चाहिँ मैले मैथिली भाषामा तराईमा गएर काङ्ग्रेसलाई भोट मागेको एउटा गीत एक टुक्रा सुनाइहालेँ यो अवसरमा है।
यहाँले अब कतिले बुझ्नु होला नबुझ्नु होला छोटो है यो चाहिँ हिमाल पहाड आ मधेश के एक सूत्र में बांधेला कांग्रेस आल मधेश में जनता के मत मांगेला कांग्रेस आल रसुआ में जनता के मत मांगेला वोट कथी में गाछी में अरे वोट कथी में गाछी में अरे वोट कथी में गाछी में अरे वोट कथी में गाछ भनेर मात्रै सुनाएको है समय परिवेश भन्दा यहाँको अलिकति भाषा चाहिँ मैथिली भाषामा पनि मैले चाहिँ म एउटा कलाकारिता क्षेत्रमा नेपाली कांग्रेसकै कलाकार भएर पनि खुसी भएर हिँडेको कलाकार हो किनभने जीवनमा मैले 20 वर्ष जति भयो नेपाली गीत सङ्गीत क्षेत्रमा लागेको तर आजसम्म नेपाली कांग्रेसले नभनेसम्म है भनेपछि त अर्को कुरा गठबन्धन भएको बेलामा अरू पार्टीसँग जोडेको बेलामा एउटा कुरो छ नत्र भने मैले नेपाली कांग्रेस रुख चिन्ह भन्दा मुनि बसेर आजसम्म गीत गाएको छैन त्यसैले गर्दा पनि आज यो चुनावी सभा साथमा मोहन दाई रसुवा यहाँहरूको यो साथ यसले गर्दा अझै ऊर्जा मिलिरहेको छ फागुन 21 पछि चुनावपछि मोहन दाईको विजय सुनिश्चित छ यसमा म ढुक्क छु त्यसपछि फेरि विजय सभामा हामी भेट्छौँ आज केही गीत सङ्गीत बाँकी छ त्यो गीत सङ्गीत जोड्छौँ ए सुन साथी हो बजाइदिनुहोस् हामीले अलिक पहिला रेकर्ड गरेको पुरानो गीत सुनिल थापा दाईको सिर्जना ए सुन साथी हो भोटालो रुखमा यहाँले सबैले सुन्नु भएको छ गीत नेपाली कांग्रेससँग आस्था राख्नुहुने सबैले अत्यन्तै लोकप्रिय गीत पनि हो ओहो मेरो दाई कति बेला हो ल दाई अब दाईले हो नचाउने यहाँ अब लास्ट हो यो पछि दाईको मन्तव्य हुन्छ अब सबै जिम्मा मैले स्मृतिलाई पनि लाएँ है स्मृतिजीलाई पनि लगाएँ र यति बेला यो ट्र्याक बजाइदिनु होला अब हाम्रो यहाँ नेताजीहरूले पनि नाचिदिनु भयो भने आजको कार्यक्रम सफल भएको मानिन्छु है मैले यो ल नाचौ है अब तातिनुपर्छ अब टाढा टाढा बस्नुहुने सबैजना नजिक आइदिनु होला प्लिज यो गीत त सबैले सुन्नु भएको छ है नेपाली कांग्रेससँग आस्था राख्नुहुने सबैले सुन्नु भएको छ शहर केन्द्रित होइन अब गाउँ गाउँमा पस तरुण युवा साथी हो चुप लागेर नबस कता गाउँ गाउँमा पस तरुण युवा साथी हो चुप लागेर नबस कांग्रेस हो सुख र दुःखमा ए सुन साथी हो भोटालो रुखमा ए आमा दिदी हो भोटालो सबैजना नाच है रमाइलो गरौँ म स्मृतिजीलाई पनि अगाडि हाम्रो जनक जीवन दाइलाई साथ दिनु होला स्मृति ल त आज भोलि रसुवामा चर्चा हुन थाले हो कि होइन रसुवामा चर्चा हुन थाले रुखमै हो कि होइन रसुवामा आज भोलि चर्चा हुन थाले रुखमै भोट हाल्ने भन्छ हाम्रा आमा बाले कांग्रेस हो सुख र दुःखमा ए सुन साथी हो भोटालो रुखमा ए आमा दिदी हो भोटालो रुख हो कि होइन हटिसक्यो चारैतिर अरू अब जालो फेरि पनि तेस्रो पटक मोहन दाइकै पालो हो कि होइन हटाउँदै दायाँ बायाँ जताततै जालो फेरि पनि तेस्रो पटक मोहन दाइकै पालो कांग्रेस हो सुख र दुःखमा ए सुन साथी हो भोटालो रुखमा ए आमा दिदी हो भोटालो रुख हो कि होइन ल हाम्रो स्मृतिजी
थ्याङ्क यू सो मच, थ्याङ्क यू। अब हाम्रो यो कार्यक्रम अलिक छोटो छोटो भए हुँदा फेरि स्मृतिजीलाई पनि एउटा पालो दिउँ है। के मिचे हो त? ल हाम्रो आशिषजीले मुसुक्क मुस्काएर यस्तो ह्यान्डसम मान्छेले बोलिसक्नु भएको छ। मैले आदरणीय मोहन दाईसँग क्षमा पनि माग्छु, समय हामी एउटा गरिरहेको थियौँ, अलिकति बढी समय लिएँ किनभने दाईको मन्तव्यभन्दा अगाडि हामी अलिकति एकछिन रमाइलो गरौँ भन्ने हो। थ्याङ्क यू सो मच दाई। ल अहिलेको लागि स्मृति गौतम प्लिज। हेलो, हाम्रो मदनजी फेरि माइक पाइसकेपछि छोड्दै नछोड्ने नेता हुने लाइन हो नि त, उहाँले कलाकार। यता पनि रमाइलो भइरहेछ है, सबैजना नाच्नुहुन्छ। खलीको किनारा धेरै धेरै धन्यवाद छ। मैले जोगान दिएको थिइनँ र भनेर तन्नेरीहरू पट्याउने बानी आज भोट माग्दाखेरि अलिकति अप्ठ्यारो भयो। यहाँको मजाले मिलाएर पुज्नु भएको छ, मिलाएर रूपमा थाहा भान्नुहुन्छ। यसमा म ढुक्क छु। हामी जितमा र्यालीमा पक्कै आउनेछौँ, यसमा पनि ढुक्क छु। अर्को गाउने हो, यहाँ नुवाकोटे एउटा ट्र्याक छ, मैले काङ्ग्रेसकै लागि गाएको गीत छोटो मिठो गाउँछौँ। नुवाकोटे झिल्के ठिटोलाई किन लजाउनु भएको? रसुवाको जनताले के भन्छ? मोहन दाइलाई जितारले भन्छ, मोहन दाइलाई जितारले भन्छ। अहिलेको लागि साधु केसी दाईको यो गीत हामीले काङ्ग्रेसको गीत बनाएर गाएका थियौँ। यहाँहरूको लागि छोटो मिठो गाउँछौँ ल, एक एक टुक्का मात्रै गाउँछौँ। अनुरोध, विनम्र अनुरोधसँगै बजाइदिनु होला है। दुई दुईमा नराम्रो।
हातमा छ रसुवाली जनताले के भन्छ नेपाली काङ्ग्रेस जितारले भन्छ रसुवाको जनताले भन्छ हो कि होइन अब मोहन दाई जनार्दन दाई साथमा हुनुहुन्छ प्रणाम दाई हुनुहुन्छ सम्पूर्ण टिम हुनुहुन्छ अब पक्कै पनि यो जितको कुरा त उही हाम्रोतिर भन्ने गरेका छन् आजभोलि घोषणा हुन बाँकी छ भन्छन् त्यस्तै यता चाहिँ सत्यमा उता चाहिँ असत्यमा है फेरि नपर्ने कुरा त यही छैन रसुवामा काङ्ग्रेस बाहेक केही छैन हो कि होइन भन्न बाँकी अब त यही छैन काङ्ग्रेस बाहेक यो ठाउँमा केही छैन रसुवाली जनताले के भन्छ रुचिन्नमा भोट हालिदे भन्छ रसुवाली जनताले यही भन्छ हो कि होइन सबै जितको जोस हो जित सुनिश्चित छ हामी पक्कै पनि जितको र्यालीमा यहाँहरूसँग भेट्नेछौँ केही समयको लागि ओझेल पर्छौँ मौका मिल्यो भने धेरैवटा गीतहरू छन् फेरि गाउनेछौँ ल कोही पनि नजानु होला है दाइको मन्तव्यपछि पनि हामी छौँ नआत्तिनु होला चुनावी गीत मात्र होइन अरू गीतहरू पनि लिएर तपाईँहरूसँग आउनेछौँ यहाँहरू सबैजना धैर्य गरेर एकैछिन यो माइक्रोफोन म आदरणीय कार्यक्रम प्रस्तोता हाम्रो ह्यान्डसम लगनशील जिल्लाको आगामी दिनमा कस्तो बन्नेछ भन्ने कुराहरू सुन्नलाई आतुर हुनुहुन्छ भनी मेरो विश्वास लिएको छु त्यही भएर धैर्य धारण गरेर सुन्दिन हुन सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु यस चुनावी सभाका सभा अध्यक्ष एवं यस गाउँपालिकाका सभापति आदरणीय शेरछुवाङ तामाङज्यू यस कार्यक्रमका विशेष अतिथि एवं प्रतिनिधि संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय माननीय जनार्दन ढकालज्यू यस कार्यक्रमका विशेष अतिथि एवं बागमती प्रदेशका संसदीय दलका संसदीय बोर्डका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक एवं यस पार्टीका पूर्व सभापति आदरणीय लामाकार्बु तामाङज्यू यस कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेसका सदस्य पार्टी सभापति आदरणीय र साथै समानुपातिक उम्मेदवार आदरणीय पेमा छिरिङ तामाङज्यू यसै कार्यक्रमका विशेष अतिथि एवं बागमती प्रदेशका माननीय मन्त्री प्रभात लामाज्यू ड्यासमा आसीन सम्पूर्ण मेरा अग्रज नेतागणहरू यस कार्यक्रममा उपस्थित हुनुभएका मेरा सम्पूर्ण जिल्ला कार्य समितिका साथीहरू महासमिति सदस्य साथीहरू महाधिवेशन प्रतिनिधिका साथीहरू विभिन्न भातृ संगठनका प्रतिनिधि एवं प्रमुख एवं प्रतिनिधि साथीहरू स्थानीय सबै जनप्रतिनिधि साथीहरू यस कार्यक्रमलाई सफल पार्न आउनुहुने सम्पूर्ण मेरो 9 कुना गाउँपालिकाका आमा बुवा दिदीबहिनीहरू
भाइ बहिनीहरू सम्पूर्णमा यहाँहरूलाई यहाँ साथै सुरक्षाको यो काङ्ग्रेस सम्हाल्छौँ परिवेश र बदल्छौँ देश भन्ने यो नाराका साथ नेपाली काङ्ग्रेस अहिले आम नेपाली दाजुभाइ दिदीबहिनीहरूमा प्रस्तुत हुँदै आएको छ। किन नेपाली काङ्ग्रेसलाई यो आसन्न फागुन 21 मा नेपाली काङ्ग्रेसलाई मत जाहेर गर्ने भन्ने कुरा तपाईँ सम्पूर्ण नेपाली काङ्ग्रेसका अग्रज नेतागणहरू कार्यकर्ता साथीहरूले बुझ्न जरुरत छ। नेपाली काङ्ग्रेसले भर्खरै हाम्रो सधैँ सभापति गगन कुमार थापाज्यूले मध्य प्रदेशमा फागुन 6 गते उद्घोष गर्नुभयो, प्रतिज्ञा पत्र लिएर आउनु भएको छ। यो प्रतिज्ञा पत्रमा के छ? यो 2082 साल भदौ 23 र 24 गतेको आन्दोलनको मर्मलाई बुझेर यो अहिलेको प्रतिज्ञा पत्र आएको छ। यसमा के उल्लेखित छ यो तपाईँ सम्पूर्ण साथीहरूले बुझ्न जरुरत छ। यसलाई सानो ढङ्गले बुझ्नको लागि जन्मदेखि मरणसम्मको कुरालाई समेटेर अहिले नेपाली काङ्ग्रेसको प्रतिज्ञा पत्र आएको छ। त्यो कारणले गर्दा तपाईँहरूले नेपाली काङ्ग्रेसलाई मत हाल्नु छ। नेपाली काङ्ग्रेसले के गर्न चाहन्छ? तपाईँको शिक्षा, स्वास्थ्य सबै नेपाल सरकारले स्वामित्व लिनुपर्छ भन्ने कुराहरू लिएर आएको छ। यो घोषणा पत्र होइन, यो नेपाली काङ्ग्रेसको प्रतिज्ञा पत्र हो। हामी के चाहन्छौँ? नेपाली काङ्ग्रेस के चाहन्छ? नेपाली काङ्ग्रेस नेपालभरि रहेका युवाहरूलाई रोजगारसँग जोड्न चाहन्छ। हरेक वर्ष 5 लाखदेखि 6 लाख युवाहरू रोजगारको लागि तयार हुन्छन्। अहिलेको परिवेशमा के छ? हाम्रो सिर्फ नेपालमा देशैभरि प्राइभेट र गभर्मेन्टको गरेर 50,000 मात्र युवा साथीहरूले रोजगार पाउने अवस्था छ। यो अवस्थालाई हामी बदल्न चाहन्छौँ। त्यही भएर नेपाली काङ्ग्रेसले नयाँ प्रतिज्ञा पत्रका सहित आएको छ। यो बुझ्न जरुरत छ। नेपालको अहिले आर्थिक अवस्था कस्तो छ, विकास निर्माणका गतिहरू कस्तो छन्, के कारणले चाँडै भएन, के कारणले दुःख पाइरहेका छन् जनता भन्ने कुराहरू सबै कुरा समेटेर यो नेपाली काङ्ग्रेसले भिजन 10 अर्थात् भिजन 10 को मा चाहिँ एकदम ब्रिफली तपाईलाई प्रस्तुत गरेर आएको छ। म युवा साथीहरूलाई आग्रह गर्न चाहन्छु यो मञ्चबाट, तपाईहरू सुझबुझ पुग्नु भएको छ, पढे लेखेको हुनुहुन्छ, एकचोटि नेपाली काङ्ग्रेसको प्रतिज्ञा पत्र आफ्नो समय मिलाएर अहिलेको सामाजिक सञ्जाल अथवा इन्टरनेटमा गएर यो पढ्दिन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। विश्वस्त रहन जरुरत छ। किन नेपाली काङ्ग्रेसलाई भोट किन दिने? यो विषय चाहिँ गम्भीर विषय हो। आदरणीय साथीहरू, तपाईहरू सबैजनाको उपस्थितिले नेपाली काङ्ग्रेस रसुवामा बलियो छ। यो देशैभरि बलियो हुन जरुरत छ। त्यो कारणले सम्पूर्ण युवा साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने यो बदलिएको काङ्ग्रेसले सम्हाल्छ परिवेश कस्तो छ अहिलेको र देश बदल्छौँ भन्ने प्रतिज्ञाका साथ हामी आएका छौँ। तपाईँहरूलाई लाग्न सक्छ, तपाईँले हाम्रा हिजोका दिनहरूमा नेपाली काङ्ग्रेस विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्र लिएर आए। नेपाली काङ्ग्रेसले इतिहासलाई गर्व गर्छ। नेपाली काङ्ग्रेसले हिजोका दिन पनि धेरै क्रान्तिहरू गरे, धेरै सफलताहरू प्राप्त गरे। राणा शासनदेखि पञ्चायतदेखि लिएर गणतन्त्रसम्म ल्याउन नेपाली काङ्ग्रेस अग्रपन्थीमा भएर लाग्यो। यो सबै कुराहरू किनको लागि? तपाईँलाई म सानो कुरा मात्र राख्न चाहन्छु। भदौ 23 र 24 2003 सालमा नेपाली काङ्ग्रेस स्थापना भयो। त्यो स्थापना कालमै नेपाली काङ्ग्रेसको एउटा ध्येय अर्को के थियो भने वाक स्वतन्त्रता। नेपाली काङ्ग्रेस किन नयाँ हो, किन समय सापेक्षिक पार्टी हो भन्ने कुरा भदौ 23 र 24 को आन्दोलनमा सामाजिक सञ्जाल बन्दै गर्दा उत्पन्न भएको कुरालाई अहिले 2082 साल भदौ 23 गते पनि 2003 सालमा स्थापना कालमै गर्दै गर्दा नेपाली काङ्ग्रेसले लिएको एउटा उद्देश्य वाक स्वतन्त्रता कति सान्दर्भिक रहेछ भन्ने कुराहरू तपाईँहरू बुझ्न जरुरत छ। त्यहीबाट प्रश्न हुन्छ नेपाली काङ्ग्रेसले स्थापना कालदेखि के को लागि गरेको रहेछ, जनताप्रति समर्पित भएर गरेको यो पार्टी भन्ने कुरा पुष्टि गर्छ भन्ने कुराहरू तपाईँहरू बिचमा राख्न चाहन्छु। म आदरणीय साथीहरू, आज किन नेपाली काङ्ग्रेसले नै यो सरकार बनाउनु पर्छ भन्ने ध्येय छ? किन बनाउनु पर्छ? नेपाली काङ्ग्रेस अहिले समाज दुईतिर ध्रुवीकरण हुँदैछ। एउटाले देश भदौ 23 को कुरालाई लिएर बढ्दैछ, एउटाले भदौ 24 लाई लिएर अगाडि बढ्दैछ। भोलि यो देश सम्हाल्दिने कसले हो? नेपाली काङ्ग्रेसको उपस्थिति
प्रतिनिधि सभामा उपस्थिति राम्रो भएन भने यो देश सम्हालिदिने कसले हो? त्यही भएर हामी नेपाली कांग्रेसका साथीहरू उत्तेजना पनि आउनुहुन्न। त्यही भएर सबैलाई सम्हालेर लिएर जाने यो पार्टी नै नेपाली कांग्रेस हो। नेपाली कांग्रेस सदैव नेपाली जनतापट्टि केन्द्रीभूत भएर बनेको पार्टी भएका कारणले गर्दा हामी नेपाली कांग्रेसका सम्पूर्ण साथीहरू सम्मिलित भएर एक आपसमा सहिष्णुता अपनाएर आगामी दिनमा अगाडि बढ्नुपर्ने छ। त्यो कारणले गर्दा म सम्पूर्ण साथीहरूलाई आग्रह गर्न चाहन्छु, नेपाली कांग्रेस जहाँ रहे पनि, जुन देशमा रहे, जुन ठाउँमा रहे पनि, जुन जिल्लामा रहे पनि नेपाली कांग्रेसले आफ्नो अपनाउनु पर्ने कुराहरू, नीति कुराहरू नेपाली कांग्रेसका साथीहरू गम्भीर हुन जरुरत छ। यो भोलिको समयमा परिणाम के आउला त्यो आफ्नो ठाउँमा रहला। यदि भदौ 23 को अवस्था र भदौ 24 को अवस्थालाई लिएर अगाडि बढिरहेका राजनीतिक दलहरू बीच भोलि समस्या आयो भने यो सम्हालिदिने कसले हो? त्यही भएर म के भन्न चाहन्छु भने नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो। सबैको ध्येयलाई, सचबुझलाई, सबैको भाषालाई, सबैको उद्देश्यलाई समेटेर लिएर जान चाहन्छ। त्यही भएर नेपाली कांग्रेस हो। आदरणीय साथीहरू, म तपाईलाई के भन्न चाहन्छु भने यो नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा केसँग जोडिएको छ? तपाईहरूको दैनिक जीवनमा हुने स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र सँगसँगै पूर्वाधार विकासका कुराहरू। पूर्वाधार विकास कस्तो खालको पूर्वाधार विकास? तपाईको आफ्नो आर्थिक अवस्थालाई रोजगार पैदा गर्न सक्ने विकासहरू नै अब नेपाली कांग्रेसले अपनाएर लिएर जानेछ भन्ने कुराहरू म जोड्न चाहन्छु। आदरणीय साथीहरू, कतिपय कुराहरू कस्ता छन्? हामी अहिलेसम्म सामाजिक सुरक्षाका भत्ताका कुराहरू हामी गर्दै आएका छौँ। नेपाली कांग्रेसले कस्तो लिएको छ? चाहे तपाईँ नेपाल सरकारमा रहनुहोस्, चाहे प्राइभेट सेक्टरबाट तपाईँ काम गर्नुहोस्, सेवा गर्नुहोस्, जुन ढङ्गले तपाईँले ट्याक्स दिनुहुन्छ, भोलि तपाईँ प्राइभेट सेक्टरमा बसेर सेवा गर्दै गर्दा पनि भोलि राज्यले तपाईँले ट्याक्स दिनेको आधारमा सामाजिक सुरक्षा भत्ता दिने नेपाली कांग्रेसले प्रतिज्ञा पत्रमा लिएर आएको छ। यो गम्भीर कुरा छ, यो बुझ्न जरुरत छ। आदरणीय साथीहरू, यो समय छोटो भयो हुनाले मैले धेरै विस्तृतमा जान चाहिनँ। म भन्न चाहन्छु अब धेरै कुराहरू, रसुवाका विषयहरू म यहाँको प्रतिनिधि उम्मेदवारका हिसाबले म तपाईँहरू बीच केही कुरा राख्नै पर्छ। मेरो यो रसुवा जिल्ला यति सबै कुराले भरिपूर भएको जिल्ला। यहाँ हामीसँग हाइड्रो पावरको सम्भावना त्यत्तिकै छ, हामीसँग पर्यटन क्षेत्रको सम्भावना त्यत्तिकै छ, जडीबुटीको सम्भावना त्यत्तिकै छ र धार्मिक स्थलको नेपालमा धार्मिक स्थलको पनि रसुवा जिल्लामा धेरै नै सम्भावना बोकेको र धेरै महत्त्वपूर्ण स्थानहरू रसुवामा छ। तर यसलाई हामीले सही ढङ्गले प्रचार गर्न सकेका छैनौँ, प्राप्त गरेका छैनौँ। त्यो मानेमा म तपाईँलाई के भन्न चाहन्छु भने आदरणीय मेरा केही साथीहरूले, अग्रज पूर्वतन साथीहरूले तपाईँहरू बीच राख्नुभयो गोसाइकुण्डको बारेमा। गोसाइकुण्ड एउटा पवित्र स्थल हो। हामीले यसलाई राम्ररी हामीले प्रचार गर्न सकेका छैनौँ। स्पेसली हामी केमा लागेका छौँ? नौकुण्ड गाउँपालिका, चाडा गाउँपालिका, रसुवाको चाडा गाउँपालिका, गोसाइकुण्ड, आमछेदुङ्गो, उत्तर गया, कालिका, यो तपाईँको नेसनल हाइवेले पनि जोडेको छ र त्यहाँ हाइड्रो पावरहरू पनि छ। अपेक्षा गर्नुभएको छ, तपाईँले जुन भरोसा राख्नु भएको छ त्यो सपना हाम्रो साकार हुन्छ भन्ने कुरा पनि म तपाईँहरू बीच राख्न चाहन्छु। यसको लागि किन नेपाली कांग्रेसले जित्न जरुरत छ? हामीसँग क्लियर भिजन छ। हाम्रो आउने 5 वर्षभित्र हामीले के गर्ने भन्ने कुराहरू ती प्रतिज्ञा पत्रहरूमा खुलस्तसँग प्रस्तुत गरेका छौँ। हामीले हरेक महिना कस्तो निर्णय गर्नुपर्छ भन्ने कुराहरू राखेका छौँ। आज तपाईँलाई लाग्न सक्छ कतिपय कुराहरू काम गर्दै गर्दा हाम्रा कामहरू, पूर्वाधार विकासका कुराहरू, तपाईँको नेपाल सरकारबाट कार्य सम्पादन गर्ने कुराहरूमा झन्झटिराहरू छन्। तपाईँहरू आम जनताले दुःख पाइरहनु भएको छ। त्यो कुराहरूमा हामी नेपाली कांग्रेसलाई किन भन्दा नेपाली कांग्रेसले यसको अप्ठ्यारा कुराहरू सबै बुझेको छ। आउने समयमा हाम्रो नेपाली कांग्रेस सरकार बनाउँदै गर्दा, नेपाली कांग्रेस पहिलो पार्टी बनेर जाँदै गर्दा नेपाली कांग्रेसले तपाईँहरू जनतासँग जोडेको कतिपय सार्वजनिक निकायमा जोडेका कुराहरू 41वटा कानुनहरू बदल्नु छ। त्यो बदलेर तपाईँले खोजेको जस्तो, तपाईँले सोचेको जस्तो सुविधाहरू प्राप्त गर्न सक्ने कुराहरू नेपाली कांग्रेसले मनन गरिसकेको छ। हामीले भनेका थियौँ भदौ 23 र 24 गते आन्दोलन पश्चात हाम्रो अहिले सधैँ सभापतिज्यूले तत्कालीन अवस्थामा हिजोका कमी कमजोरीहरूलाई सच्याएर गल्तीहरूलाई माफ माग्दै हामी आगामी दिनहरूमा जेनजीले मागेका जस्तो, युवा पंक्तिले खोजेको जस्तो, युवा पंक्तिले सपना देखेको जस्तो नेपाल हामी बनाउँछ भनी हामीले प्रतिज्ञा पत्रमा उल्लेख गरेका छौँ। आदरणीय साथीहरू, म के पनि भन्न चाहन्छु भने रसुवा जिल्लाको रसुवागढी नाका छ। यो नाका लामो समयदेखि
लामो समयदेखि हामीले चाहेको जस्तो व्यवस्थाले अवस्था बनाउन सकेका छैनौँ। त्यो एउटा भन्सार कार्यालय छ, त्यो भन्सार कार्यालय आज 7-8 वर्षदेखि नबनेको अवस्थामा छ। त्यो नबन्दै गर्दा त्यहाँ नाकामा काम गर्ने तमाम रसवाली दाजुभाइ दिदीबहिनीले धेरै झन्झट बोक्नु परेको छ। त्यस्तै गरी ड्राइपोर्टको अवस्था त्यस्तै छ। सडकको समस्याहरू त्यही हाम्रो समस्या, हाम्रो कानुनमा भएका समस्याले गर्दा अहिले पनि म भन्न चाहन्छु, नौकुण्डमा हामी लाचेनटाङमा रसुवाकै सबभन्दा हाई क्लास लेभलको स्पोर्ट्स ट्रेनिङ सेन्टर बनाउन चाहन्छौँ। यो हाम्रो नेपाली कङ्ग्रेसको म आज उम्मेदवार हुँदै गर्दा 5 वर्षभित्र बनाउने प्रतिबद्धता पनि म तपाईँहरू बीच व्यक्त गर्न चाहन्छु, ताकि लाचेनटार एउटा यस्तो स्थल बनोस् जहाँ चाहिँ हाई एल्टिट्युड ट्रेनिङ सेन्टरको रूपमा विकास गर्दै जाने र नौकुण्डमा बसेका साथीहरूलाई यसबाट चाहिँ पाउने लाभान्वित हुन पाउने अवसरहरू सिर्जना गर्दै जानेछौँ। सँगसँगै पनि यहाँका युवा साथीहरूलाई सही ढङ्गले सही बाटोमा हामीले मार्गदर्शन गराउन सक्यो र जति पनि झन्झटिला थिए नेपाल सरकारले दिन पर्ने कुराहरू, व्यवसाय सुरु गर्नलाई अप्ठ्यारो परेको कुराहरू, ब्याङ्कबाट पाउने सुलभ रूपमा पाउने ऋणहरूका कुराहरूमा हामीले सबै कुराहरूमा नयाँ सोचका साथ, नयाँ नीतिका साथ, नयाँ प्रतिज्ञा पत्रमा उल्लेख गरेर आएका छौँ। त्यो भएर म तपाईँहरू आदरणीय साथीहरूलाई, जेन्जी साथीहरूलाई पनि भन्न चाहन्छु भने नेपाली कङ्ग्रेसलाई भोट हाल्नुहोस्, राम्रोसँग प्रतिज्ञा पत्रहरू पढिदिनुहोस्। तपाईँहरूले सोचेको, तपाईँहरूले कल्पना गरेको, तपाईँहरूले साकार बनाउन सक्ने सपना नेपाली कङ्ग्रेससँग छ कि छैन त्यहाँ गएर बुझ्दिन पनि आग्रह गर्न चाहन्छु। म यो पनि भन्न चाहन्छु।